लिची रोपेर 2-3 वर्ष 4 वर्षसम्म अलिकति समय दिएर अलिकति ध्यान दिनुभयो भने त्यसपछि 5 वर्षबाट त्यसलाई लाग्ने खर्च ऊ आफैले बेहोर्छ। उसलाई हामीले आफ्नो गोजीबाट खर्च दिनु पर्दैन। उसैले उत्पादन दिन्छ, त्यही उत्पादन त्यसैमा लगाइदियो भनेदेखि हामीलाई ढुक्क हुन्छ, समय दिए पुग्छ हामीलाई। तर त्यसलाई दिने मलहरू यताउताको विषयमा त्यहाँ खनजोत गर्ने खर्चहरू त्यही बोटले उत्पादनले धान्छ। यही भन्न चाहन्छु। तपाईँहरू ल कोही मान्छे हुन्छ र कतैबाट मसँग केही हुन्छ भने मैले जानेको कुराहरू म तपाईँहरूलाई सल्लाह दिन सक्छु। हामीले विभिन्न किसानहरूसँग कुराकानी गर्दै आइरहेका छौँ र यसै क्रममा यति बेला हामी गोर्खा जिल्लाको पालुङटार नगरपालिकाको वडा नम्बर 7 छत्युनटारमा आइपुगेका छौँ। विशेष गरेर पालुङटारको वडा नम्बर 6, 7 र 8 लिच्चीको ब्लक क्षेत्रको रूपमा घोषणा गरिएको छ र यसै अन्तर्गत यति बेला हामी वडा नम्बर 7 को यो छत्युनटारमा विक्रम सम्वत 2055 सालदेखि सञ्चालनमा रहेको एउटा लिच्ची बगानमा आइपुगेका छौँ। हामीसँग यस बगानका सञ्चालक रामकुमार श्रेष्ठ हुनुहुन्छ। उहाँले आफ्नो बगानमा यति बेला 180 बोटमा लिच्ची फलाइरहनु भएको छ। विक्रम सम्वत 2055 सालमा उहाँले जम्मा 120 बोट लगाउनु भएको थियो र विक्रम सम्वत 2056 सालमा उहाँले 60 बोट थपेर 180 बोट पुर्याउनु भएको थियो र ती सबै बोटहरूमा यति बेला लिच्चीहरू लटरम्म फलिरहेका छन्। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। सर नमस्ते। नमस्ते। आराम हुनुहुन्छ? हजुर आरामसँग। यो लिच्ची व्यवसाय सुरु गर्नुभन्दा अगाडि म व्यापार गर्थेँ। मेरो व्यापार यो खुद्रा किराना यस्तो व्यापारहरू थियो, म व्यापार गर्दै थिएँ। हजुर हजुर। अनि त्यो व्यापारको क्रममा मसँग अलिकति त्यत्तिकै खाली रहेको जमिनहरू थियो, के गर्दा होला भन्ने यसो सोच आएपछि अब यो एरियामा अरूले पनि लिचीको उहरू सुरु गर्दै थियो, लिची खेतीहरू। मैले यसबाट पनि केही हुने रहेछ कि त भनेर म पनि त्यही पेसातिर अँगालेर लिचीको उसमा सुरु गरेको। भनेको मतलब 2055 सालभन्दा अगाडि यहाँ अन्य किसानहरूले पनि यो खेती गर्नुभएको थियो र उहाँहरू मार्फत तपाईँ प्रेरित हुनुभयो? हजुर हजुर। सुरु भइसकेको थियो, ठाउँ ठाउँमा थियो लिची खेती। लिचीको सुरु भइरहेको थियो भर्खर। हजुर। अनि कसैको उत्पादन सुरु भइसकेको थियो। अनि त्यसपछि यो यस्तो कस्तो हुँदो रहेछ त मैले बुझ्ने कोसिस गर्दा यो मेरो जस्तै माटोहरूमा त्यसरी त्यो लिची लगाएर उत्पादन सुरु भएको भएर पक्का अवश्य मेरोमा पनि हुन्छ होला भन्ने लागेर अनि मैले पनि त्यो पेसा अँगालेको। हजुर हजुर। तपाईँले कस्तो जातको लिची लगाउनु भएको छ? अब यो विषयमा त के चाहिँ भयो भने यो जात सम्बन्धी मलाई त्यति ज्ञान थिएन। यो लिचीको बेर्ना यहीँको त्यो पहिला लिची बगैँचा सुरु गर्नेहरूले उत्पादन गर्थ्यो। त्यही उत्पादन गरेको बेर्नाहरू बच्चाहरू ल्याएर त्यहीबाट सुरु गरेको हो मैले। जस्तै यो सिडलेस भन्ने पनि हुन्छ एउटा? सिडलेस पनि हुँदो रहेछ, पछि थाहा भयो त्यो कुरो मलाई चाहिँ। तर हाम्रो यो चाहिँ अहिले यहीँको लोकल नै हो। लोकल हो? हजुर। बिरुवाहरूको सङ्कलन यहीँ स्थानीय किसानहरू मार्फत नै गर्नुभयो? हजुर हजुर। मैले यहीँको किसानहरूसँगै लिएर त्यही बिरुवा गरेको। अनि यो लिची खेतीको जस्तो यो प्राविधिक ज्ञानहरू तपाईँसँग थियो कि थिएन? कसरी सिक्नुभयो यो खेती गर्ने तरिकाहरूको बारेमा ज्ञान कसरी सङ्कलन गर्नुभयो? यो लिची खेतीको बारेमा मलाई प्राविधिक ज्ञान त्यति थिएन। हजुर। मैले यो अहिले जसरी यहाँसम्म आइपुगेको छु म सबै आफ्नै अनुभवले यसो गर्दा हुन्छ कि भन्दै त्यही आफै गर्दै सिक्दै यहाँ आइपुगेको हो। भनेपछि पढेर होइन गरेर सिकेको मैले, पढेर होइन। व्यवहारले सिकायो? व्यवहारले सिकायो। जति गर्दै गयो त्यति नयाँ कुरा थाहा पाउँदै? हजुर हजुर। लगभग आफूलाई आवश्यक पर्ने सबै ज्ञान तपाईँसँग छ यो खेती सम्बन्धी? यसमा मलाई एउटा अरू कुरामा करिब ज्ञान छ। हामीले यसलाई दिने यो विषादी कुन दिनुपर्छ कुन दिनु पर्दैन, दिन हुन्छ हुँदैन भन्ने कुरा चाहिँ हामीले कतैबाट पनि त्यो पाइएको छैन। हामी त्यत्तिकै सुरुमा यसो गर्दा हुन्छ कि भन्यो, यो राख्दा हुन्छ कि भन्यो, त्यही उसमा हचुवाकै भर भन्नु पऱ्यो, त्यसरी अगाडि बढिरहेका छौँ। यसमा अब कसको कमजोरी चाहिँ अवश्य छ, कृषकको कमजोरी हो या यो प्राविधिक उसबाट दिने सरसल्लाहको उसको के कमजोरी हो। उनीहरू यो प्राविधिक सरसल्लाह दिने हिसाब किताब दिनुपर्छ भनेर उनीहरूले पनि हामीलाई अहिलेसम्म त्यो गरेको छैन। हामी पनि अब के गर्ने होला भनेर सामान्य कुरो उठाइन्छ, त्यतिको कुरोले मात्रै उनीहरूले पनि ध्यान दिँदैन। अब फेरि व्यक्तिगत एउटा व्यक्ति गएर त्यो ज्ञान केन्द्र या कृषि उसमा गएर गर्दा त्यति चासो दिँदैन कि समूह नै जानु पर्यो कि समूह मार्फत जानु पर्यो होला भन्छु है मैले। अब म यो ब्लक क्षेत्रको एउटा समिति छ, समिति मार्फत कुरा चाहिँ राख्छु। अनि भन्ने कुरा हुन्छ, उनीहरू कुरा राखेको त हो भन्छ,
त्यस्तै भइरहेको छ अहिलेसम्म। यो 2055 सालदेखिको लिचीको व्यावसायिक यात्रा आजको दिनसम्म आइपुग्दाखेरि कतिको फलदायी रह्यो तपाईँको अनुभवमा? यो पेसाबाट म चाहिँ सन्तुष्ट छु। मलाई यो पेसाले नै मेरो सम्पूर्ण परिवार, घर खर्च यताउता सम्पूर्ण कुरो चलाएर नि म अलिअलि बचाउन सक्छु। अहिले यो बगान जम्मा कति एरियामा फैलिएको छ? यो बगान मेरो अहिले लगभग 40 रोपनीको छ। सबै आफ्नै जग्गा? सबै आफ्नो जग्गा हो। यो पुर्खौली जग्गा हो कि पछि लिची खेती गरेरै किन्नु भएको जग्गा हो? होइन, मैले यो पहिला म व्यापार गर्थेँ सानोतिर, त्यो व्यापारबाटै आर्जेको उसले यो जग्गा किने। यो मेरो पुर्खौली होइन, मेरो आफ्नै आर्जन हो। हजुर हजुर। अनि त्यसपछि त्यो किनेपछि के गर्ने त भन्ने सोचमा अनि म लिची खेतीतर्फ अगाडि बढेको। जस तपाईँलाई लिची खेतीले सफल बनायो, लिची खेतीमा तपाईँ सफल किसान हो? भन्नुपर्दा सफलै हो। म सन्तुष्ट छु, म सफलै हो। म त्यति असन्तुष्टि छैन, असफल होइन, म सफलै हो। वर्षमा कति लाख बराबरको लिची बेच्नुहुन्छ तपाईँले? त्यो एक नासको कन्टिन्यू चाहिँ हुँदैन, सबै वर्ष एउटै चाहिँ हुँदैन। तैपनि म 5-7 लाखदेखि लिएर 10-12 लाख 12-14 लाखसम्मको व्यापार हुन्छ। कुनै वर्ष घट्छ, कुनै वर्ष बढी हुन्छ। को मार्फत बेच्नुहुन्छ? आफै बजारीकरण गर्नुहुन्छ अथवा ठेकेदारहरूलाई दिनुहुन्छ? बजारीकरण गर्न हामीलाई त्यो सम्बन्धी ज्ञान नभएको भएर हामी ठेकेदारहरू मार्फत नै यहीँबाट बिक्री गर्छौँ। ठेकेदारलाई दिँदाखेरि हचुवामा ठेका दिनुहुन्छ कि केजीको हिसाबले बेच्नुहुन्छ अथवा के? हामी ठेकेदारलाई दिँदा हचुवाको हिसाबमा दिन्थ्यौँ। भन्नुपर्दा हचुवामै जान्छ, लगभग धेरै जसो हचुवामै जान्छ। केजीका हिसाबले बेचेर प्रति केजी मूल्य लिने हिसाबले गर्नुहुन्न? त्यस्तो चाहिँ अलि झन्झटिलो हुँदो रहेछ। यो साल मैले त्यसरी गर्न खोजेको छु, तर अलि झन्झटिलो लागिरहेछ। त्यसले गर्दाखेरि अब यो चाहिँ त्यति हचुवामै दिनुहुन्छ? हचुवामा दिने मलाई अब त्यही सोच आइरहेछ। यहाँभन्दा अगाडि पनि मैले हचुवामै दिएँ, हचुवामै दिने गर्थेँ। यसपटक विचार गर्नु पऱ्यो त कस्तो हुँदो रहेछ भनेर अनुभव बटुल्नको लागि अब जोखेर दिने भन्ने शर्तमा जोखेर गइरहेछ अहिलेसम्म चाहिँ। तर अलि लागिरहेछ। गत वर्ष कति गाडी उत्पादन भएको थियो, कति बेच्नुभयो? गत सालमा मैले त्यही 7-7.5 लाखको बेचेको थिएँ। 7.5 लाखको? त्यो भने कति गाडी भयो? कुन गाडीमा पठाउनुहुन्छ? 7 गाडी 7.5 गाडी। यो के भन्छ यसलाई, यो पिकअप भ्यान कि के भन्छ, त्यो 100 देखि 120 कार्टुनसम्म जान्छ त्यो गाडीमा। हो त्यस्तो गाडीमा बेच्दा 7.5 गाडी जति बेचेको थिएँ मैले। यो पटक कति गाडी उत्पादन हुने देख्नु भएको छ? यसपटक मेरो भर्खर टिप्न सुरु भएछ, आधा जस्तो भयो। मैले त्यसमा यो सालको चाहिँ मैले 12 गाडीको अनुमान गर्दैछु। 12 गाडी उत्पादन? हजुर। हामीलाई यो खेती, लिची खेतीको बारेमा मेरो अनुभव र मेरो बगैँचामा चाहिँ मैले भोगेको अनुभव चाहिँ हामी समयमा सिँचाइ गर्न सक्दैनौँ। हामीलाई कुनै साल ठुलो सुक्खा समय हुन्छ, त्यो जुन सालमा हामीले सिँचाइ दिन सक्दैनौँ, आकाशे पानीको भर पर्छ। आकाशबाट अड्कलेको बेला परेको पानीले उसलाई चाहिएको बेला पर्यो भने राम्रो उत्पादन दिन्छ। अब लामो सुक्खा पर्यो, पानी भएन, गरेन भने उत्पादन घट्छ, बिग्रिन्छ। त्यस कारण मेरो आफ्नो व्यक्तिगत हिसाब किताबबाट मेरो उसको लागि चाहिँ सिँचाइको ज्यादै महत्त्व छ, ज्यादै आवश्यक छ। सिँचाइ भएन भने यो खेती त्यति फस्टाउन सक्दैन? खडेरी लामो परेर त्यो सुक्खा पऱ्यो गर्यो भनेदेखि चाहिँ अब जब यो कस्तो अप्ठ्यारो छ भने, जब यो फुल फुल्छ, फुल फुलेको बेलामा आकाशे पानी पर्न हुँदैन। फुल फुलेर फुल फुटेको बेला आकाशे पानी पर्यो भनेदेखि यो फुल पखाल्दो रहेछ, दाना कम लाग्छ। अनि त्यसपछि जमिन बढी सुक्खा हुँदै गयो भने त्यही फुलहरू पनि झर्दै जाने अनि दाना पातलो हुने हुन्छ। अनि जब दाना लाग्न सुरु भइसक्यो, दाना पर्यो, फुलबाट दाना निस्किन थाल्छ, त्यसलाई चिसान बढी चाहिन्छ। त्यतिखेर पानीको कम भएपछि अनि फेरि त्यो दाना पनि झर्न थाल्छ। त्यसले गर्दाखेरि यो सिँचाइको चाहिँ अति आवश्यक छ। भनेपछि पानी नपर्दा पनि अप्ठ्यारो, पानी पर्दा पनि अप्ठ्यारो यो खेती जोगाउन? त्यति संवेदनशील छ, अप्ठ्यारो छ यो चाहिँ। अब फुल फुलेको बेला पानी पर्न भएन, अनि फुलबाट दाना लागिसकेपछि पानी चाहियो। त्यतिखेर पानी भएन भने फेरि त्यो फुलबाट लागेको दाना पनि झर्न थाल्छ। अनि यसलाई यो सिँचाइको व्यवस्थापनका लागि के थोपा सिँचाइ प्रविधि राख्दा राम्रो कि अथवा आफैले अब हाल्दा राम्रो कि कसरी व्यवस्थापन? होइन, यो थोपा सिँचाइबाट यो त्यति सम्भव नहोला, किनभने यसको एरिया ठुलो हुन्छ। अब यसलाई त मैले अहिले अलिअलि टोटलीलाई त पुग्दैन। मैले अलिअलि प्लास्टिक पोखरी, 2टा प्लास्टिक पोखरी बनाएर बर्खाको पानी जम्मा गर्छु। त्यो बर्खाको पानीले सिँचाइ गर्दाखेरि सबैलाई पुग्दैन। अब 2टा प्लास्टिक पोखरीबाट गर्ने भनेको मेरो आधा जतिलाई पनि पुग्दैन। अब यसलाई राम्रोसँग गर्ने हो भने कि बोरिङहरूको व्यवस्था,
हुने, त्योभन्दा अरू के हुन सक्ला र? अब एउटै बोटलाई कमसेकम एकचोटि भिजाउँदाखेरि लगभग 400-500 लिटर पानी चाहिन्छ। हजुर। भनेपछि पानी धेरै चाहिने भएपछि त त्यो प्लास्टिक पोखरीको पानीले पनि काम गर्दैन त्यति। थोपा सिँचाइ भनेको त सानो एरिया भिजाउन मात्रै हुन्छ। फेरि अब यसको त एरिया ठुलो हुन्छ। ठुलो एरियालाई थोपा सिँचाइले सिँचाइ दिएर सम्भव हुँदैन। अच्छा हो, त्यो हो। यसमा मैले जुन एक बोटबाट अर्को बोटको दूरी चाहिँ मलाई यो ज्ञान कसरी लिएँ मैले भने मेरोभन्दा पहिला खेती गरेर जुन लिची खेती गर्नेहरूको बगैँचा हेरेर जान्थेँ म। अब म पनि यो पेसामा लाग्नुपर्छ कि भनेपछि म अरूको बगैँचा हेर्न गएँ। जाँदाखेरि त्यो बगैँचाको एरिया हेर्दा उनीहरूसँग कुरा गर्दा उनीहरूले मलाई यही बताउँथ्यो कि नजिक भएछ, हामीलाई त साँघुरो भएछ, यसले गर्दाखेरि हामीलाई अलिक पछि अप्ठ्यारो पर्ला जस्तो छ भन्ने कुरो मैले सुन्थेँ। त्यसपछि आएर मैले यो म आफ्नै मैले मेरो आफ्नै सुरले अब यो अलिक टाढामा लगाउनु पर्यो भन्ने हिसाब किताबले मैले एक बोटबाट अर्को बोटको दूरी एक साइडमा 12 मिटर, अर्को साइडमा एक बोटबाट अर्को बोटको दूरी 9 मिटरको दरले मैले त्यो ठ्याक्क नापेर गरेर खाल्टा खन्ने काम गरेँ। 12/9 को छ। 12/9 को। अनि त्यसमा पनि पछि के भयो, अहिले आएर के देखिरहेको छु मैले समस्या पनि 9 को साइडपट्टि जोडिन थालेछ मेरो ठाउँमा। 12 को साइडपट्टि एकदम राम्रो छ। जुन साइड जोडिन्छ त्यो साइडमा फल त्यति राम्रो दिँदैन। फल जोडिएको साइडमा फल कम हुन्छ। त्यसले गर्दा यो चाहिँ मैले पहिल्यै अरूको देखेर अरूले भोगेको उसबाट ज्ञान लिएर गरेको कुरा। भनेपछि 12/12 को भयो भने अझ राम्रो हुने रहेछ। अब अहिले भन्नुपर्दा 11/11 को भयो भने एकदम ठिक हुन्छ। कसैले यदि गर्नुहुन्छ यो लिची खेती भने लगाउनुहुन्छ भने 11/11 भन्दा कममा दूरी नराख्नु होला। 11/11 कोले चाहिँ अब हामीलाई कमसेकम 30-40 वर्षको लागि चाहिँ आनन्दसँग फल दिन्छ। एउटा बोटबाट कति परिमाणमा उत्पादन भएको छ तपाईँको अनुभवमा अहिलेसम्म? राम्रोसँग फलेको बोटहरू छ भनेदेखि एउटा बोटमै हुन्छ कमसेकम 1.5-2 क्विन्टल। मेरो अब अहिले मेरो यो बोटमा 1.5 क्विन्टलभन्दा कम हुँदैन। 1.5 क्विन्टलभन्दा माथि जान्छ यो बोटको। अब त्यो सबै बोटमा एकै खाले चाहिँ हुँदैन, तर सबै कुरो यो मौसमको मिल्ने, पानी मिल्ने, मल मिल्ने, यताउता गर्ने हो भने 1 क्विन्टलभन्दा कम अहिले मेरोमा चाहिँ 1 क्विन्टलभन्दा कम फल्ने अवस्थाको छैन। 1 क्विन्टलभन्दा माथि फल्छ। मल हाल्ने तरिका चाहिँ कस्तो छ? कहिले हाल्नुहुन्छ? यसलाई वर्षेनी अथवा वर्षमा मल हालिरहनुपर्छ कि एकचोटि हालेपछि नै पर्याप्त हुन्छ कि के हुन्छ? होइन, मल गोठे मल, गोबर मलहरू दिँदा वर्षै पछि दिँदा राम्रो, धेरै राम्रो। फेदमा हालिदिनु पर्यो। यो फेदको वरिपरि अब यो घारीहरू सफा गरेर फेदा थुप्राउने अनि मल दिने। मल दिएर सकियो भनेदेखि ट्र्याक्टर घुमाएर जोत दिने। अब सम्भव भएन त्यो भनेदेखि त्यो मललाई त्यही घसौटा पातहरूले सर्लक्क छोपिदिने। त्यति मात्रै गर्न सक्यो भने पनि धेरै राम्रो हुन्छ। त्यो मल धेरै हुँदै गएपछि बोट ठुलो हुन्छ। बोट ठुलो भएपछि जोडिनु सम्भव। त्यसले गर्दा बेला बेलामा काटछाड चाहिँ गरिरहनुपर्छ। काटछाड गर्ने, अनावश्यक हाँगाहरू हटाउने, माथि अग्लो गयो भने माथिको टुप्पापट्टि काटिदिने। पहिला सुरुमा चाहिँ माया लाग्छ, आफूले यत्रो मेहनत यत्रो दुःख गरेर हुर्काएको रुख कसरी काट्ने होला भन्ने हुन्छ। तर बिस्तारै पछि गएपछि त्यो अटोमेटिक आफैलाई त्यो काट्नुपर्ने रहेछ भन्ने कुरो ज्ञान थाहा हुन्छ। सक्यो भनेदेखि त अब त्यो फलेको बेलामा भाँच्दा मिलाएर भाँचिदिने। सम्पूर्ण फलेको नफलेको सबैलाई भाँचिदिएपछि अनि एकचोटि त्यसलाई मल दिने। मल दिएपछि त्यहाँबाट फेरि पलाउँछ, नयाँ पाउलाहरू सुरु हुन्छ। त्यही पाउला अर्को सालमा फल्छ फेरि। जस्तो दाना मात्रै टिपियो, हाँगा त्यहीँ राखियो भने त्यही हाँगामा फेरि पलाउने सम्भावना चाहिँ हुँदैन। त्यो हुँदैन। त्यो एकदम नराम्रो। त्यो जस्तो अप्ठ्यारो केही पनि हुँदैन। त्यो त सुकेरै बसिरहन्छ, त्यहाँ त्यत्तिकै सुकेर बसिरहन्छ। त्यही भएर फलिसकेपछि सबै हाँगै फलिसकेपछि फलेको त यसै पनि फल टिप्दा भाँचिन्छ। त्यो सँगसँगै नफलेको कुनै छ भने त्यो पनि भाँचिदिने हो भने धेरै राम्रो। यो कुरामा पनि ध्यान दिनु पर्यो। हजुर। एउटा रुखले कति वर्षसम्म उत्पादन दिन्छ होला? खै यो चाहिँ मलाई ठ्याक्कै भएको छैन। अब मैले यो सम्बन्धी पढाएन। मैले अहिले अरूको मेरोभन्दा पहिला लगाउनेहरूको बोटको हिसाब गर्दा लगभग 40 वर्षभन्दा माथि गइसकेको छ, फलिरहेछ त्यो बोटहरू। तपाईँको पनि 25 वर्ष त 25 वर्षमा भन्दा लगभग 25 वर्ष 26 वर्षमा मेरो पनि गइरहेछ। म आशा गरेको छु मेरो अझ यो बोटहरूले अझ 25 वर्षसम्म निरन्तर दिन्छ। भनेपछि अरूको 40 वर्षसम्म दिइराखेको छ। अनि फेरि यो एउटा अचम्मको छ, मिलाएर यो बोट बुढो हुँदै गयो, ठुलो हुँदै गयो, उत्पादन दिन अब सक्दैन, कम भयो भने पालो गरेर कटिङ गरिदिनु। त्यहाँबाट फेरि नयाँ पलाउँछ, मर्दैन। नयाँ पलाउँछ, नयाँ पलाएर फेरि नयाँबाट फेरि राम्रो उत्पादन दिन्छ। भनेपछि यसको आयु निकै लामो छ होला। मलाई पनि त्यस्तै लाग्छ।
यो मेरो मैले पछि आफूले गरेको यसमा सुरु गरेँ। मेरो आफ्नो पैतृक सम्पत्ति अलि पल्तिरपट्टि बाँकी छ। त्यसमा मेरो पहिलादेखि धेरै मैले लगभग 40 सालदेखि होला मेरो त्यतिकै बाँझो थियो। अनि मैले अब यसलाई किन त्यतिकै बाँझो छोड्ने त भनेर अहिले 2 वर्षको भयो, त्यहाँ पनि मैले 40 बोट लिची हालेको छु। 40 बोट हालेको छु मैले त्यहाँ। अहिले त्यो 2 वर्षको भयो। त्यहाँ चाहिँ मैले अलि त्यति ध्यान पुर्याउन सकेको छैन, तैपनि बोट राम्रो छ मेरो त्यहाँ। 40वटा बोट हालेको छु। बोट त्यहाँ पनि राम्रो छ। अहिले यति भइसकेको छ। अब अर्को वर्षबाट त यस्तो हुन्छ, फल्न त रोपेको अर्को वर्ष दोस्रै वर्षबाट फल्छ, तर त्यसलाई राख्दाखेरि बोटमा वृद्धि ढिलो हुन्छ। त्यसले गर्दा म त्यो फल्ने बेला गएर 2 वर्ष 3 वर्षसम्म चाहिँ त्यो फुल्ने फुलहरू टिपेर भाँचिदिन्छु। भाँचेर फालिदिएपछि अनि त्यो बोटहरू अलि छिटो बढ्छ। भनेपछि लिचीको अर्को नयाँ क्षेत्र पनि तपाईँको विस्तार हुँदैछ? अलिकति सानो छ, विस्तार हुँदैछ। भनेपछि अब 220 बोट पुग्ने भयो त्यसलाई समेत लिँदाखेरि। त्यो पनि हो। सँगसँगै यो कस्तो हुँदो रहेछ, यदि राम्रो भयो म त्यसबाट उ गर्न सके, सफल भइन्छ भन्ने हो भने, कतै पाइयो त्यस्तो भने जग्गाहरू लिजमा लिएर हुन्छ या के हुन्छ, त्यो खेती पनि अगाडि बढ्न सकिन्छ कि भनेर मैले लगभग 100 जति पोल ल्याएर हालेर त्यो 100 बोटमा त्यो 100 पोलमा हालेर हेरेको। अहिले मेरो यो 14 महिना भयो। यो 14 महिनामा मेरो अहिले राम्रो फुल फुलेको छ त्यो ड्रागनमा। अब कस्तो हुँदो रहेछ हेर्दै जाऊँ। तर यसलाई पनि अहिलेको उसले चाहिँ यो बिचको खडेरी थियो नि यो जेठमा, यसले अलि असर गर्यो। अनि फुलहरू त्यो बढी लामो खडेरी परेको हुनाले कडा घाम भएको भएर फुलहरू चाहिँ लगभग 200-300 पिस जति फुल झऱ्यो मेरो त्यो अहिले। अनि तैपनि अझ बाँकी राम्रै छ त्यहाँ मेरो। म राम्रै मान्छु अहिले त्यसलाई। यो यसकोमा मैले के सोच बनाएको भने जुन ठाउँ अलिक खुल्ला छ त्यहाँ पिल्लर गाडेर त्यहाँ बोट हाल्छु। यसको कस्तो हुन्छ, यदि ड्रागन राम्रो भयो भने यो लिचीले बढी सेप भयो भने त्यही साइडपट्टिको केही कटिङ गर्छु र त्यसलाई के हुन्छ हेर्ने परीक्षणको रूपमा हेर्दैछु। अब त्यसलाई नभएन त्यो भने ठिकै छ, त्यतिकै छोडिदिउँला। त्यो राम्रो भएछ भने त लिचीको त्यो साइडपट्टिबाट अलिअलि कटिङ गरेर पनि त्यसबाट नि उत्पादन लिन सकिन्छ भनिसकेपछि जुन जुन ठाउँमा ठुलो ग्याप छ त्यो ठाउँमा मात्रै राखेको छु मैले अहिले। सबैमा अहिले ड्रागन खेती पनि विस्तार हुँदैछ। अब त्यो विषयमा म ज्ञान बटुल्दैछु। गर्यो भने सक्छ, तर मलाई चाहिँ त्यसमा त्यति ध्यान दिएर के हुन्छ भने यसमा हुने खेती भनेको अब मात्रै अदुवा बेसार त्यस्तोहरू मात्रै हो, अरू खेती हुँदैन। त्योभन्दा माथि जाने हुँदैन। त्यो अदुवा बेसार पनि राम्रो गर्नको लागि मल बढी प्रयोग गर्नुपर्छ। किनभने लिचीको मल प्रोटिन पनि यिनीहरुले लिचीलाई खाने मल त त्यसले खाइदिन्छ। भनेपछि त्यस्तो ठाउँमा अब वर्षमा एकचोटि दिएर हुने मल छ भने 2 चोटि 3 चोटि दिनु पर्यो। अनि त्यसमा त्यो पनि अलि झन्झटिलो नै हुन्छ। त्यसो भएर मेरो लागि चाहिँ अनि त्यसो भएर मैले त्यतापट्टि चाहिँ ध्यान दिएको छैन। हुन्छ खेती गर्न सक्नेले हुन्छ, तर निकै राम्रो मल व्यवस्थापन गर्न सकियो हुन्छ। त्यो भित्र जुन यो भित्रको खेती गर्नेहरू अब त्यस्तै अब अदुवा बेसार अहिले हामीले जानेको अब कता कता मैले सुनेको छु यो कुरिलो सुरिलोहरू यस्तो उहरू पनि हुन्छ अरे भन्ने सुनेको छु। किनभने त्यो वरिपरिको भाग त्यो बोट वरिपरिको भाग त खेर गइरहेको छ। अहिले हामीले हेर्दा सरासरी हेर्दा खेर गइरहेको छ। त्यहाँबाट पनि उत्पादन लिन सकिन्छ यदि आफूले अलि मेहनत गरेर अलि उ गर्ने हो भने। हजुर, मैले गरेको मेरो अनुभवमा चाहिँ मैले पढेर होइन गरेर नै सिक्दै आएको छु। अब त्यो विषयमा तपाईँहरू कसैले यदि गर्न चाहनुहुन्छ र अब मैले जानेको केही उहरू मसँग सेयर गरेर मसँग केही बुझ्न चाहनुहुन्छ भने कन्ट्याक्ट गरेर सोध्नुहोस्। मैले भोगेको मेरो भोगाएर मैले सिक्दै आएको कुराहरूमा म त्यो ज्ञान सरसल्लाह दिन सक्छु। लिची रोपेर 2-3 वर्ष 4 वर्षसम्म अलिकति समय दिएर अलिकति ध्यान दिनुभयो भने त्यसपछि 5 वर्षबाट त्यसलाई लाग्ने खर्च ऊ आफैले बेहोर्छ। उसलाई हामीले आफ्नो गोजीबाट खर्च दिनु पर्दैन। उसैले उत्पादन दिन्छ, त्यही उत्पादन त्यसैमा लगाइदियो भनेदेखि हामीलाई ढुक्क हुन्छ, समय दिए पुग्छ हामीलाई। तर त्यसलाई दिने मलहरू यताउताको विषयमा त्यहाँ खनजोत गर्ने खर्चहरू त्यही बोटले उत्पादनले धान्छ। यही भन्न चाहन्छु। तपाईँहरू ल कोही मान्छे हुन्छ र कतैबाट मसँग केही हुन्छ भने मैले जानेको कुराहरू म तपाईँहरूलाई सल्लाह दिन सक्छु। राम्रो हुन्छ, अलिकति मेहनत चाहिँ गर्नुपर्छ, समय दिनुपर्छ, सफल भइन्छ, फाइदा पनि हुन्छ। हस्, धन्यवाद।